साथीहरू अस्ति मेरो घरमा साथी आएकी थिए भन्ने कुरा त तपाईँहरू सबैजनालाई थाहा छ होइन। अब हेर्नु है, त्यो मूर्खले के गरेर गएछ मेरो घरमा। ल हेर्नु है, यस्ता यस्ता साथी छ नि मेरो, आमामा। अब साथीहरू आएको बेलामा त घरमा सबैले हलमा बसेर गफ गरिरहेको थियौँ हामी सबैजना होइन। मेरो बुढो, म अनि मेरो साथी बसेर गफ गरिरहेको थियौँ। मेरो बाबुले खाना खान्छु भन्यो, मैले हलमै ल्याएर खाना दिएँ त्यो दिन होइन। अनि खाना खाइरहेको थियो बाबु, त्यसको सानो बच्चा पनि छ क्या। त्यसको सानो बच्चाले टक्क आँखा गऱ्यो क्या त्यो दिन है। मैले त बाबुलाई लगेर किचनमा राखेँ होइन। अनि त्यसपछि अब बाबुले आँखा गरेपछि त अब सोर्नु पऱ्यो नि त होइन। अनि अब नानीलाई पटमा बसाएर अनि साथी अब यो आँखा साखा सोर है भनेर मैले भनेँ होइन। भन्यो, त्यति मात्रै भनेको थिएँ मैले। भने होइन, हुन्छ भने त्यसले नानीलाई आँखा साखा गराएर धोइदिँदै गरेर नानीले त्यो आँखा उठाएर लग्यो होइन। त्यो मूर्खले के गरी थाहा छ तपाईँहरूलाई? आँखा चाहिँ प्यान त्यत्रो भैँसी जत्रो कम्बोर्ड छ हाम्रो घरमा, यत्रो ठुलो कम्बोर्ड छ क्या हाम्रो घरमा। फेरि त्यसले देखिनँ त्यहाँनिर आँखा उठाएर आँखा चाहिँ डस्टबिनमा डस्टबिनमा फ्याल्दिछ। अनि डाइपर हुन्छ नि, डाइपर चाहिँ डस्टबिन माथि राख्दिछ क्या। अब मेरो घरमा आज फोहोर आउने दिन, सोच्नु के भयो होला मेरो हालत। आज फेरि के थियो अर्को कुरा के थियो भने फेरि आज फोहोर उठाएर लाने चाहिँ मेरो बुढोको पालो थियो। अब के भयो होला मेरो घरमा? म साथीलाई बचाउनु कि यो अवस्थामा बुढो बचाउनु? कस्तो कस्तो दुईवटा दिमाग भएको साथीहरू छन् रे साथी मेरो। तपाईँका पनि यस्तै हुन्, पागल गर्दा पागलहरू। म कसलाई बचाउनु अब? म